Bobby, trabalha. Oi, Bobby. Bobby, trabalha. 어쩌고 저 서ृष्टिहरू 일주 따라 숲속을 걷는다고 불가사의 मञ्च गइदिनुलाई धन्यवाद। मञ्च गइदिनु
र हाम्रो बिचमा प्रभु तपाईँले राज्य गर्नुभएको छ र तपाईँको प्रभु हाम्रो स्तुतिमा प्रभु तपाईँले राज्य गर्नुभयो र हामीले गाएका गीतहरूद्वारा प्रभु बढाइ भएको हामी विश्वास गर्दछौँ र प्रभु यो आदरको बेटी प्रभु आदरसहितको बेटी प्रभु हामी तपाईँको छौँ प्रभुले धन्यवाद भन्दछौँ प्रभु धन्यवाद बाँकीको समय पनि हामी तपाईँको चरणमा राख्दछौँ तपाईँको आत्माको उपस्थिति प्रभु हाम्रो बिचमा रहोस् तपाईँको आत्माको अगुवाई प्रभु हाम्रो बिचमा रहोस् प्रभु धन्यवाद येशूको नाममा आमेन। हुन्छ कोइरा र रनको झुन्डलाई धेरै धेरै धन्यवाद। सृष्टिकर्ता परमेश्वर पिता प्रभु येशू हामी तपाईँलाई धन्यवाद दिन्छौँ। तपाईँको पवित्र आत्मा तपाईँ परमेश्वरको उपस्थिति हो प्रभु तपाईँले आज परमेश्वरले दिनुभएको छ। हामी प्रार्थना गर्दछौँ प्रभु तपाईँ परमेश्वरले सृष्टिको संरचना व्यक्ति आफ्ना छोराछोरीलाई यसरी सजोडी बन्नको निम्ति तपाईँ परमेश्वरले दिनुभएको छोरीलाई धन्यवाद चढाउँछौँ। तपाईँले महिमा प्रशंसा धन्यवाद आराधना स्तुति गर्दछौँ प्रभु तपाईँ परमेश्वरको छोराछोरी जीवनमा धन्यवाद धन्यवाद धन्यवाद। सधैँभरि जीवनलाई परमेश्वरको भएर डरमा आज्ञाकारीको जीवन दिएर एक उदारी जीवन जिएर प्रभु पारिवारिक जीवनमा हो प्रभु मण्डलीको जीवनमा तपाईँ परमेश्वरले प्रशस्त गरी आशिष राखिदिनु भएको होस् भनेर हामी प्रार्थना गर्दछौँ। धन्यवाद सबै विधि प्रार्थना धन्यवाद चढाउँदै आशिष माग्छौँ येशू प्रभुको नाममा। परमेश्वरले आश्चर्यमय कामहरू गर्न सक्नुभएको होस्। यो समय चाहिँ हामी विशेष गरी आशिषको विवाहलाई परमेश्वरको सामु ल्याउँदै गर्दा परमेश्वरले यहाँसम्म हामीलाई डोर्याउनु भयो। सामाजिक रूपमा नैतिक रूपमा कानुनी रूपमा जो मात्र मगनी भएर पवित्र विवाहमा छुटेर हाम्रो बिचमा बधाई तथा शुभकामनाको कार्यक्रम आयोजना गरेर यहाँसम्म भेला गराउन सहायता पुर्याउनु भएको छ। हामी सबैलाई परमेश्वरले आशिष दिनुभएको होस्। विशेष गरी भाइ आशिष कुमार मुक्ति चर्च सर्वेश्वर चर्च हुनुहुन्छ। मुक्ति चर्चमा धेरै वर्ष अगाडि हुन्छ नि यस समय चाहिँ म यो हुन्छ बहिनी चाहिँ नयाँ हुनुहुन्छ त्यही भएर बिस्तारै उहाँले कुनै दिन भन्छु भन्नुभएको छ। मण्डली समुदायलाई ठिक छ धन्यवाद। यो समय भने चाहिँ हाम्रो अभिभावकबाट चाहिँ धन्यवादको मन्तव्य राखिदिनु हुनको लागि दुलाको बाबा अभिभावक लोकबहादुर कुमारज्यूलाई अनुरोध गर्दछु। उहाँले धन्यवादको मन्तव्य दिनुहुनेछ। सबैजनालाई यस कृष्ण नाममा जय मसीह र हाम्रो जति पनि इष्टमित्रहरू मेरो निमन्त्रणा स्वीकार आउनुभयो तपाईँले चाहिँ नमस्कार गर्न चाहन्छु। हुन्छ आज तपाईँले आफ्नो धेरै समय खर्चेर यो ठाउँमा हाम्रो निम्तलाई स्वीकार आउनुभएको लागि तपाईँलाई हृदयदेखि धन्यवाद चढाउँछु र हाम्रो टाढा नदीबाट विभिन्न मण्डलीबाट यसरी सहभागी भइदिनु भयो यसको लागि तपाईँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। र त्यसै गरी हामी चाहिँ हाम्रो छोरा छोरीको लागि हजुरहरूले चाहिँ प्रार्थना गरिदिनु भयो। मैले प्रार्थनाको विषय राख्दाखेरि तपाईँले त्यो सम्झेर चाहिँ प्रार्थना गरिदिनु भयो। प्रार्थनाको उत्तर आज हामीले देख्न पाएका छौँ र यो प्रार्थना गर्ने हाम्रो जति पनि मण्डली परिवारका हाम्रो सदस्यहरूलाई हामी हृदयदेखि धन्यवाद दिन चाहन्छु। हुन्छ आज हाम्रो बिचमा हाम्रो पास्टर बुवा लगायत हाम्रो यहाँ जति पनि यो खाना बनाउनको लागि हामीले सहयोग गर्नुभएको छ उहाँलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। र हाम्रो यो विवाह कार्यक्रममा जति पनि सहभागी भइदिनु भयो उता काठमाडौँ जानका लागि र फर्किँदै गर्दाखेरि पनि हामीलाई धेरै सल्लाह सुझाव गरिदिनु भयो। त्यसैलाई तपाईँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। हुन्छ यति भन्दै म यहाँ तपाईँबाट बिदा हुन जान्छु। सबैलाई जय मसीह नमस्कार। सबैलाई धन्यवाद। उहाँले धन्यवाद ज्ञापन गरेर गइसक्नु भएको छ। कृतज्ञता साथ आफ्नो निमन्त्रणालाई स्वीकार गरेर आउनुभएको लागि स्वागत तथा धन्यवाद दिइसक्नु भएको छ। यो समयमा पुष्पा माझी बहिनीको अभिभावकज्यूलाई धन्यवादको मन्तव्य राखिदिनको लागि अनुरोध गर्दछु।
अगाडि आउन सक्नुहुनेछ। धन्यवाद यहाँहरूलाई सबैलाई जमसी आमा दिदीबहिनी सबैलाई आज हाम्रो छोरीलाई तपाईँहरूले हाम्रो स्वीकार्नु भएको छ। तपाईँ मण्डली परिवार अनि हाम्रो ज्वाइँको परिवारहरूले जसरी हामीलाई प्रार्थना गऱ्यौँ होइन, हामीलाई उत्तर दिनुभयो प्रभुले। आज हामीलाई असल ज्वाइँ दिनुभएको छ, हामी नै खुसी छौँ। यसको लागि धन्यवाद यहाँहरू सबैलाई, प्रभुलाई अनि धन्यवाद जनाउँछु। जसरी हामीलाई यसरी निमन्त्रणा दिनुभयो, हामी आउन सक्यौँ, धन्यवाद यसको लागि पनि। अरू सबै मण्डली परिवारहरू जसरी आउनुभयो, यसरी उपस्थित हुनुभयो बिहेको लागि, धन्यवाद सबैलाई। म अनि तपाईँहरूलाई सबैलाई, यहाँ भएको सबैलाई धन्यवाद जनाउँछु मेरो हृदयदेखि। अरू त के चढाउन सक्छु र होइन, यति भन्दै मेरो मन्तव्य यहीँ टुङ्गाउँछु। जयमसी अनि साथै नमस्कार पनि है तपाईँहरूलाई। विशेष गरी हाम्रो भाइ आशिक अनि हाम्रो बुहारी प्रशंसालाई चाहिँ वैवाहिक जीवनको धेरै धेरै शुभकामना। अनि यो एउटा गीत छ, गीत हामीले तपाईँको बिचमा विशेष गरी हाम्रो भाइ बुहारीलाई डेडिकेट गर्न चाहन्छौँ। अनि यो गीतले चाहिँ परमेश्वरको प्रेम अनि उहाँहरूले मान्नुभएको जुन करार छ ती कुराहरूले घोषणा गरेको छ, पवित्रताले घोषणा गरेको छ। अनि यो गीत सुनिदिनु होला अनि तपाईँहरूले नि हाम्रो भाइ बुहारीलाई आशिष दिनु होला है त। Exile
ल छोरा छोरी दुईजनालाई शुभकामना छ है, हार्दिक बधाई छ, धेरै धेरै बधाई छ है दुईजनालाई। आमा होइन अनि प्ले भयो नि है, अब यो पस्छ ल दाइ रेडी है। मैले भिडियो गरेँ दाइ, मैले भिडियो गरिसकेँ दाइ। हुन्छ ल यति भिडियो गर्ने त भिडियो नगरेको छ नि। Poquio.